सबैलाई नमस्कार एन्ड मेरो युट्युब च्यानलमा वेलकम छ। म चाहिँ बिस्ना साउद। आज म चाहिँ भोइसको थोरै त्यो फर्मुलाहरू बताएर एक्टिभ भोइसदेखि पेसिभ भोइस कसरी गर्ने हामीले इजी तरिका इजी मेथड मैले सिकाउन गइरहेकी छु। अनि केही बुझ्नु भएन केही भएन आएन भने कमेन्ट गरेर सोध्दा हुन्छ कुन ठाउँनिर हजुरहरूले बुझ्नु भएन भनेर है। ल अब हामी स्टार्ट गरौँ ढिला नगरी। एक्टिभ भोइस हैन, हाम्रो भोइस हाम्रो भोइस दुई किसिमको हुन्छ। एउटा एक्टिभ हुन्छ, एक्टिभदेखि अनि एक्टिभदेखि हामीले पेसिभ लाग्नुपर्छ हैन। अब प्रायः हाम्रो क्वेसनहरू सोध्दा नि पेसिभदेखि भोइस नि हुन्छ अनि भोइसदेखि पेसिभ नि हुनसक्छ। तर प्रायः जस्तो एक्टिभदेखि भोइस नै आएको हुन्छ। मैले 9 वटा रुल्सहरू लेखेको छ। रुल्स चाहिँ 9 सम्म छ। अनि यो चाहिँ हामीले आई छ भने मी गर्नुपर्छ, अनि वी छ भने अस गर्नुपर्छ, यु छ भने यु नै गर्नुपर्छ, अनि हि छ भने हिम गर्नुपर्छ, सी छ भने हर गर्नुपर्छ, इट छ भने इट र दे छ भने देम। ल थोरै अब यो फर्मुलातिर डिस्कस गरौँ। हामी फर्स्ट नम्बरको चाहिँ हाम्रो फर्स्ट केस भन्दा नि केही फरक पर्दैन। फर्स्ट केसमा हाम्रो V1 V5 यसलाई हामीले सिम्पल प्रेजेन्ट नि भन्न सक्छौँ। अब त्यतिर धेरै नजाऊँ, हामीले सामान्यतयामा बुझौँ कि V1 वा V5 आएको छ भने हामीले पेसिभ गर्दा इज एम आर प्लस V3 गर्ने। जस्तै मैले एउटा इक्जाम्पल यसको माथि लेखिदिएको छु, यता साइड गरेको छ। माई सन लाइक्स पिज्जा। माई सन लाइक्स V5 छ नि त, अनि यता आएर के भन्छ पिज्जा। हामीले यसमा एक्टिभदेखि पेसिभ र पेसिभदेखि एक्टिभ बनाउँदा हाम्रो सब्जेक्टलाई ओब्जेक्ट र ओब्जेक्टलाई सब्जेक्ट गर्नुपर्छ। यता मैले गरेको छु जस्तै पिज्जा ओब्जेक्ट भयो, यता आएर सब्जेक्ट भयो पेसिभमा। र माई सन चाहिँ अहिले गएर ओब्जेक्ट भएछ नि त। यो चाहिँ हाम्रो अब सामान्यतया हजुरहरूलाई थाहा नै होला। मैले सर्टकटमा बजाउन खोजिरहेको कि हामीले फर्मुलालाई चाहिँ कसरी युज गर्ने भन्ने कुरा मात्रै यति बजाउन खोजेको। पुरै डिस्कस गर्ने नै लामो भिडियो बन्न जान्छ, त्यस कारणले गर्दा मैले सर्ट भिडियो बनाउन खोजेको जस्ट फर्मुलाको मात्रै। अनि इज एम आर प्लस V4 छ भने इज एम आर प्लस बिन प्लस V3। हामीलाई थाहा छ कि हामीले एक्टिभदेखि पेसिभ बनाउँदा V3 त हुनै पर्छ कि हरेक ठाउँमा V3 भयो भने त्यसलाई हामीले V प्लस V3 आयो भने सोच्नुहोस् कि त्यो पेसिभ बन्यो। जस्तै यहाँ पनि हेर्नुहोस्, ह्याज ह्याभ प्लस V3 छ भने ह्याज ह्याभ प्लस बिन प्लस V3 गर्ने। म एक दुई इक्जाम्पल नि देखाउँला। V2 छ भने वाज वेयर प्लस V3 गर्ने। जब हाम्रो V2 छ, V2 लाई हामीले सिम्पल पास्ट नै भन्न सक्छौँ। त्यसो भने वाज वेयर गर्ने। अनि वाज वेयर प्लस V4 छ भने वाज वेयर बिन V3 गर्ने। यसमा हामीले V4 आएछ भने चाहिँ V4 आएछ भने बिन गर्ने। सर्टकटमा भन्दा V3 आएछ भने V3 आएछ, जस्तै ह्याज ह्याभ आयो V3 भने बिन गर्ने, र V4 आएछ भने चाहिँ बिङ गर्नुपर्छ। सामान्यतया हामीले यो नि बुझिराखौँ कि अब धेरै लामो नगरी यति बुझिराख्दा हुन्छ। अनि ह्याड, जस्तै यता ह्याड प्लस V3 आयो नि, मैले भनेको थिएँ नि त बिन गर्नुपर्छ। V3 आयो भने चाहिँ कुनै पनि पछाडि V3 आएछ भने त्यसमा बिन गर्ने अनि पेसिभ हुन्छ। अनि त्यसपछि V3 नै लेख्ने। ह्याड प्लस बिन प्लस V3 भएछ। मोडल एक्चुअली भब आउँदा के गर्ने त हामीले भन्दाखेरिमा 7 नम्बर केस 7 हो। यो चाहिँ केस 6 सम्म हामीले भनिसक्यौँ। र केस 7 मा चाहिँ मोडल एक्चुअली प्लस V1। मोडल एक्चुअली भब के हुन् भने मैले केही मात्र लेखिदिएको छु। सबै कुरा अहिले यसमा सर्ट भिडियोज बनाएको छु, त्यसैले गर्दा यसमा पुरै भन्न मिलेन। क्यान, कुड, सेल, सुड, विल, वुड, मे, माइट, मस्ट, यिनीहरूलाई यस्ता मिनिङहरूलाई हामीले मोडल एक्चुअली भब भन्न सक्छौँ। यस्ता भबहरूसँग
भब 1 यस्ता मोडर्न एक्जिलेरी भर्बहरूसँग भब 1 लागेरहेछ भने मोडर्न एक्जिलेरी प्लस बी प्लस भब 3 लेख्ने। मोडर्न एक्जिलेरी सँग हाम्रो भब 1 लागिरहेको छ भने हामीले के गर्ने मोडर्न एक्जिलेरी भब प्लस बी गर्ने के बी अनि त्यो पछि भब 3 गर्ने हैन। अब केस 8 मा जाउँ हामी हैन। केस 8 मा के छ मोडर्न एक्जिलेरी प्लस ह्याभ प्लस भब 3 मोडर्न एक्जिलेरी प्लस ह्याभ प्लस भब 3 हैन। हाम्रो मोडर्न एक्जिलेरी प्लस ह्याभ प्लस भब 3 आयो भने मोडर्न एक्जिलेरी भब नै गर्ने ह्याभ नै गर्ने हैन अनि बिन गर्ने के। मैले भने थिएँ भब 3 आयो भने मैले यता भनेको थिएँ नि त भब 3 आयो भने हामीले बिन गर्नुपर्छ हो त्यस्तै बिन प्लस भब 3 गर्ने। त्यस्तै अब केस 9 मा हेरौँ। केस 9 मा भनेको छ कि 2 प्लस भब 1 2 प्लस भब 1 आयो भने जस्तै अब 2 प्लस भब 1 मा इज एम आर वाज वेयर प्लस 2 यिनीहरूसँग पनि 2 आयो भने आउन सक्ने सम्भावनाहरू नि बताइदिएको। इज एम आर गोइङ टु आउट टु ह्याज ह्याभ ह्याड टु अनि यिनीहरूसँग नि जस्तै आयो भने चाहिँ 2 आयो भने चाहिँ हामीले 2 प्लस बी प्लस भब 3 गर्ने हैन। सामान्यतया मैले धेरै नै लेखेको छु यति धेरै भन्न चाहिँ अब हजुरका टाइम पुग्दैन सर्ट भिडियो बनाउन खोजेको। पछि यसमा राम्रो प्रतिक्रिया आयो भने चाहिँ म अझै राम्रोसँग बुझाउने कोसिस गर्नेछु। नबुझेको ठाउँमा चाहिँ कमेन्ट लाइक गर्नु होला। हस् त बाइ बाइ टेक केयर एन्ड नबुझेको कुराहरू चाहिँ कमेन्ट गर्नु होला। म बाँकी चाहिँ हजुरहरूलाई बताउने छु।